नमस्कार सम्पूर्णमा। यही आउने सेप्टेम्बर 5 तारिकका दिन 7औं सहदेव मेमोरियल कप हुँदैछ युएई दुबई डल्सको कम्प्लेक्सको प्लेग्राउन्ड अल्कुजमा र 16वटा नेपाली क्लबहरूले पार्टिसिपेट गर्दै हुनुहुन्छ, जसमध्ये एउटा क्लब हो नखिल गोर्खा एफसी हो। नखिल गोर्खा एफसी लिएर म पनि सहभागी जनाउनको लागि आउँदैछु। यही आउने सेप्टेम्बर 5 तारिक बेलुकी 9 बजेबाट सुरु हुँदैछ युएईमा एकदमै धमाकेदार फुटबल। र यस फुटबल प्रतियोगिता हेर्नका लागि सबैजना दाजुभाइ दिदीबहिनीहरू उपस्थित भइदिनु होला। स्पेसली नखिल गोर्खाका जति पनि फ्यानहरू हुनुहुन्छ, कृपया तपाईँहरू आइदिनुहोस्। र नखिल गोर्खामा एकदमै चिर परिचित खेलाडीहरू हुनुहुन्छ। नेपाल पुलिसबाट खेलेका, नेपाल आर्मीबाट, सशस्त्रबाट खेलेका र विभिन्न क्लबबाट खेलेका, जो तपाईँहरूले नाम मात्रै सुन्नुभयो भने पनि तपाईँहरूलाई त्यही नै काफी हुनेछ। जस्तै निरकुमार राई, सुदिल राई, विवेक बस्नेत, लक्ष्मण भाइ, सुजन भाइ, तीर्थ भाइ, सन्तोष भाइ, धेरै धेरै नेपालका ए डिभिजन लिग खेलेका खेलाडीहरूको उपस्थित रहनेछ। र उहाँहरूको खेल हेर्नका लागि 5 तारिक पल्सको कम्प्लेक्सको प्लेग्राउन्ड अल्कुजमा भेटौँला। 7औं सहदेव मेमोरियल कप आयोजना गर्नुहुने आयोजक ओल्डमक एफसी युएई का इन्टायर टिमलाई धेरै धेरै धन्यवाद। सी यू गाइज देयर। थ्याङ्क यू।